श्रम संस्कृति पार्टी भन्नुभन्दा पनि गाई काटेर खाने पार्टी भन्यो भने आज सायद उपयुक्त सुनिन्छ होला। हर्क साम्पाङले जतिलाई पनि उम्मेदवार बनाएको छन् ती सबैले भन्छन् क्या गाई काटेर खानुपर्छ, यस्तो गर्नुपर्छ भनेर। त्यति मात्र होइन, खोटाङबाट उठेको एकजना गुइठेले त हामीले चाहिँ गाई र गोरु मात्रै प्रयोग गर्यौँ भने करोडौँको राजस्व सङ्कलन गर्न सकिन्छ, गाई र गोरुको मासु काटेर विदेश सप्लाई गर्न सक्यौँ भने हामीले धेरै विकास गर्न सक्छौँ भनेर भनेछ। जस्ताको त्यस्तै यो गुइठेको कुरा सुन्नुहोस्। अहिले नेपालमा कम्तीमा गाई र गोरुलाई मात्रै प्रयोग गर्न सकियो भने नेपालमा करोडौँ रुपियाँ राजस्व चाहिँ सङ्कलन हुन्छ। त्यसले गर्दाखेरि देशमा चाहिँ अर्थतन्त्रमा विकास हुन्छ। हामीले विदेशमा चाहिँ गाईको मासु बेच्नु सकियो, गोरुको मासु बेच्नु सकियो, यहीँ पनि विभिन्न गोठखानाहरू चाहिँ खोल्न सकियो। अनि त्यहाँबाट चाहिँ देशमा चाहिँ राज्यमा चाहिँ तपाईँको चाहिँ आय स्रोत तपाईँको त्यसले वृद्धि हुन्छ। श्रम संस्कृति पार्टीको भिजन के होला, मिसन के होला भन्नुहुन्थ्यो नि, यही हो क्या। गाई गोरु काटेर खान पाउनुपर्छ, हामीले घिच्न ठेल्न पाउनुपर्छ, अनि यही गाई गोरु बेचेर चाहिँ हामीले विकास गर्छौँ, राजस्व सङ्कलन गर्छौँ भनेर। यो एकजना गोइठेले भने मात्र होइन, श्रम संस्कृति पार्टीमा धेरै प्रायः जसो राईहरूले चाहिँ धेरै राई जति पनि उम्मेदवार राई हुनुहुन्छ उहाँहरूले चाहिँ यही कुरा गर्नुभएको छ क्या। एकजना अर्को दिदी राईले पनि यही भन्नुभएको थियो कि गोरु गाई र काटेर खानुपर्छ, अनि यो गाई गोरुको मासु सप्लाई गर्नुपर्छ विदेशतिर, हामीले यति कमाउँछौँ, यो विकास गर्छौँ। यही हो भिजन, यही हो मिसन, यही हो श्रम संस्कृति पार्टीको एजेन्डा। त्यसैले श्रम संस्कृति पार्टी भन्दा पनि गाई काटेर खाने पार्टी राख्यो भने अझ उपयुक्त हुन्छ। यो भिडियो कसैले हेर्नुहुन्छ भने त्यो पार्टीसम्म पुर्याइ